म चाहिँ एउटा साधारण मान्छे। अब मेरो कुरा कसले सुन्छ, म एउटा भुसुना, हामी भुसुना हो। तर पनि विकृति विसङ्गतिको लागि चाहिँ म बोल्दै आइरहेको मान्छे हुँ। त्यसको लागि है म चाहिँ अब कहिले पनि कदापि पछि हट्दिनँ। देश र जनताको लागि चाहिँ मैले म सानैदेखि हो, यो मलाई कसैले सिकाएको पनि होइन, केही पनि होइन। र अहिले यो बिपीको बारेमा भन्नुपर्दा चाहिँ बिपी एसियाको पहिलादेखि हामीले सुन्दै आएको, सानैदेखि 54-55 सालमा निर्माण भएको होला मेरो विचारमा। यसलाई के भनेको थियो भने एसियाकै एउटा टप हस्पिटल हो भनेर नामाकरण गरिएको थियो। तर अहिले यो बिस्तारै बिस्तारै हेर्दै हेर्दै बुझ्दै जाँदाखेरि धेरै महँगो छ, अनि त्यसमा पनि यसमा सेवा सुविधा राम्रो छैन, अनि सफा सुग्घर पनि छैन है। अनि अब म एउटा मजदुर, विशेष अब 10-12 वर्ष भयो मैले मजदुर, म मजदुर हो। मजदुरबाट अब हामी मजदुरै हौँ भनौँ, तर मजदुरलाई विशेष मैले अँगालेर आएको र विशेष मजदुर सुकुम्बासीको पाटो हेर्ने मान्छे हुँ। र म एकदमै निम्न वर्गको मान्छे हो है, जो निम्न वर्गलाई चाहिँ यो देशमा स्थानै छैन। मजदुरलाई हेर्ने र सुकुम्बासीलाई हेर्ने दृष्टि चुनावको बेला मात्रै देखिन्छ, अरू बेला छैन। त्यो मैले भोगेको छु, किनभने दुईवटा पार्टी त मैले पनि पहिल्यै बोकिसकेको। त्यसपछि भनेको मजदुर को हो, सुकुम्बासी मान्छे को हो त्यो मलाई थाहा छ, किन मैले दुईवटा पाटो अँगाल्दै आइरहेको छु अहिलेसम्म। ती मजदुर र सुकुम्बासीलाई स्थान कहिले पनि दिएन, कसैले आवाज पनि उठाएन क्या है। मैले बोकेर आइरहेको छु, समग्रमा देशकै आवाज मैले बोकेर आइरहेको छु। र अहिले बिपीको बारेमा पहिलो कुरो म मजदुरबाट चाहिँ म भन्न चाहन्छु कि अहिले धरानमा सबैभन्दा बढी रोजगार दिएको एउटा क्षेत्र भनेको त्यही हो, सफारी र टेम्पो हो। मैले देखेको त्योभन्दा कुनै पनि छैन। न नेपाल सरकारले नै दिनु सकेको छ यहाँ त्यस्तो प्लेटफर्म, न त स्थानीय सरकारले दिएको छ। तर यो सफारी टेम्पो को कमाइको पाटो एउटा आफ्नो ठाउँमा छ है। अब धेरै त छ रोजगार, तपाईँको धेरै अत्याधिक छ, अत्याधिक आइरहेको छ नि। यहाँ तपाईँको पुलिस आर्मी रिटायर भयो यहीँ आएको छ, टिचर रिटायर भयो यहाँ, विदेशबाट रिटायर, अधिकांश मान्छेहरू यहीँ आएको छ। उनीहरूको कमाइ आफ्नो ठाउँमा छ है। यसलाई अहिलेसम्म तपाईँको धरान नगरले तपाईँको के भन्छ यो कसरी यसलाई व्यवस्थापन गर्ने त्यो गरेको छैन। तर बिपीले चाहिँ अलिकति केसम्म सहयोग गरेको मलाई लाग्छ भने बिपीमा तपाईँको भारतबाट अब हाम्रो नेपालकै भनौँ न 14 अञ्चल नै होला, राजनीतिले अलिकति मैले 14 अञ्चल, अहिले 75-77 जिल्लाको मान्छेहरू आउँथ्यो। अहिले आइरहेको पनि होला फाटोफुटो, त्यति राम्रो त अहिले आएको मलाई लाग्दैन। एकदमै कम छ बिपीमा भने जस्तो मान्छेहरू छैन, त्यति उपचारको लागि आएको छैन, किनभने सेवा सुविधा छैन, जसको कारणले गर्दाखेरि अहिले त्यो घट्ने क्रम छ। तर जो आउनुहुन्छ उहाँहरूलाई हामीले सेवा गरिरहेका छौँ सफारी टेम्पोले। त्यो सबैभन्दा पहिलो